स्वागत छ आजको यो विशेष चर्चामा। आज हामी एउटा यस्तो गजबको ब्लुप्रिन्ट वा रूपरेखाको बारेमा कुरा गर्दैछौँ जसले हाम्रो काम गर्ने तरिकालाई नै पुरै परिवर्तन गरिदिन सक्छ। सुन्दा अचम्म लाग्ला, तर दिनभरि व्यस्त हुनु र साँच्चीकै अर्थपूर्ण योगदान दिनुमा आकाश जमिनको फरक छ। यो कार्यकारी योगदानको रूपरेखा अर्थात् एक्जिक्युटिभ कन्ट्रिब्युसन ब्लुप्रिन्टले हामीलाई त्यही कुरा सिकाउँछ। आउनुहोस् यसको गहिराईमा पुगौँ। यो भनाई एकपटक सोचौँ त, घाम भर्खरै उदाउँदैछ अनि हप्तौँदेखि टाउको दुखाइ बनेको त्यो सबैभन्दा गाह्रो प्रोजेक्ट सकिसक्यो, त्यो पनि बिहानको पहिलो कप कफी पिउनुभन्दा अगाडि नै। पक्कै पनि सुन्दा कुनै जादु वा चलचित्रको दृश्य जस्तै लाग्छ, होइन र? तर इफेक्टिभ एक्जिक्युटिभ सिद्धान्तमा यो बिल्कुलै सम्भव छ। यसले हाम्रो कामको त्यो पहाड जस्तो बोझलाई कसरी सजिलै जित्ने भनेर सिकाउँछ। यो साँच्चीकै एउटा गेम चेन्जर हो। पहिलो खण्डमा प्रवेश गरौँ, कर्पोरेट ग्राइन्ड, कामको बोझको वास्तविक यथार्थ। यहाँ एउटा एकदमै रोचक तर अलिक कडा शब्द छ, कर्पोरेट मजदुर। यो सुन्दा अलि नराम्रो लाग्न सक्छ, तर यसले हाम्रो दैनिक यथार्थलाई छल्लङ्ग पार्छ। हामी दिनभरि कामको चपेटामा फस्छौँ, इमेलको रिप्लाई गर्छौँ, मिटिङमा दौडिन्छौँ, मतलब सधैँ अरूको काममा रियाक्ट मात्र गरिरहेका हुन्छौँ। दिनभरि एकदमै व्यस्त, पसिना छुट्ने गरी काम गरेको महसुस हुन्छ, तर बेलुका सुत्ने बेला सोच्दा खासमा ठोस उपलब्धि केही पनि भएको हुँदैन। यो खोक्रो व्यस्तताको भ्रम हो। यो एकदमै थकाउने चक्र हो र यहाँबाट बाहिर निस्कनै पर्छ। अब दोस्रो खण्डमा जाउँ, गतिविधि बनाम योगदान। यो त्यो थकाउने जालोबाट बाहिर निस्कने महत्त्वपूर्ण सोचाइको परिवर्तन हो। हेर्नुस्, खाली व्यस्त हुनु र साँच्चीकै प्रभावकारी हुनुमा धेरै ठूलो फरक छ। एकातिर छ गतिविधि वा एक्टिभिटी, जहाँ हामी निरन्तर व्यस्त रहन्छौँ, अरूले अहराएको काम गर्छौँ र प्रतिक्रिया मात्र जनाउँछौँ। तर अर्कोतिर छ योगदान वा कन्ट्रिब्युसन। यसले साँच्चीकै अर्थपूर्ण प्रभाव पार्ने र सक्रिय नेतृत्व लिने कुरामा जोड दिन्छ। अब हामीले आफैलाई सोध्नुपर्छ, के हामी दिनभरि गतिविधि मात्र गरिरहेका छौँ कि साँच्चीकै योगदान दिइरहेका छौँ? यो भ्रमलाई चिरेर योगदानको बाटोमा हिँड्नु एकदमै जरुरी छ। यो सोचाइको परिवर्तनले काम गर्ने शैलीमै क्रान्ति ल्याइदिन्छ। तेस्रो खण्ड, समय लगिङ अडिट। अब हामी हाम्रो दिनचर्यामा लुकेका घण्टाहरूको खोजी गर्दैछौँ। अब यो सुन्दा अलि झन्झटिलो लाग्न सक्छ, तर दिनभरिका हरेक साना ठूला कामलाई ट्र्याक गरेर हेरौँ त, डायरीमै लेखौँ वा मोबाइलमै। त्यसपछि एउटा अचम्मको कुरा पत्ता लाग्छ। हाम्रो त्यो एकदमै प्याक भएको, सास फेर्ने फुर्सद नभएको तालिकाभित्र पनि धेरै लुकेका घण्टाहरू भेटिन्छन्। हो, साँच्चै ती घण्टाहरू अनावश्यक मिटिङ, मोबाइल चलाउने बानी वा यस्तै सानातिना अलमलमा कतै हराइरहेका हुन्छन्। ती लुकेका घण्टाहरूलाई खोजेर निकाल्नु पर्यो अनि त्यसलाई पुरै फोकस गरेर गर्नुपर्ने महत्त्वपूर्ण काममा लगाउनु पर्यो। आफ्नो समयको वास्तविक चित्र नहेरिकन दिनचर्या सुधार्न असम्भवलै छ। खण्ड 4, गर्न छोड्नुपर्ने सूची। अनावश्यक कामलाई कसरी हटाउने, आउनुहोस् हेरौँ। टु डु लिस्ट वा गर्नुपर्ने कामको सूची त हामी सबै बनाउँछौँ, होइन र? तर यहाँ कुरा अलि फरक छ। यो स्रोतले भन्छ गर्न छोड्नुपर्ने सूची अर्थात् न टु डु लिस्ट झनै महत्त्वपूर्ण हुन्छ। यसका 3वटा स्पष्ट चरण छन्। पहिलो, आफूले अहिले गरिरहेका सबै कामको एकदम इमान्दार भएर अडिट गर्ने। दोस्रो, तीमध्ये कुन कामले हाम्रो मुख्य लक्ष्यमा कुनै पनि योगदान दिइरहेका छैनन् त्यो पत्ता लगाउने। अनि तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरा, ती कामहरूलाई आफ्नो दिनचर्याबाट सिधै हटाइदिने। अलि कडा सुनिन्छ, तर यो गर्नै पर्छ। अनावश्यक हल्ला र अलमललाई हटाउनु भनेको काम गर्नु जत्तिकै महत्त्वपूर्ण हो। यसले हाम्रो ऊर्जा सही ठाउँमा लगाउन मद्दत गर्छ। अब यहाँनिर एउटा एकदमै सानो तर जीवन नै बदल्न सक्ने क्षण लुकेको छ। त्यो हो एउटा गुणस्तरीय निर्णय वा क्वालिटी डिसिजन। बिहान कति बजे उठ्ने सुन्दा सामान्य लाग्छ नि, तर यही एउटा दृढ निर्णयले पुरै वर्षभरिको लागि विशाल प्रगतिको ढोका खोल्न सक्छ। यो कुनै सानो कुरा होइन, यो नै हाम्रो सम्पूर्ण कार्यकारी रूपरेखाको सबैभन्दा ठूलो क्याटलिस्ट वा उत्प्रेरक हो, जसले बाँकी सबै कुरालाई सम्भव बनाइदिन्छ। खण्ड 5, बिहान 11 बजेको विजय। अदृश्य विजय कसरी हासिल गर्ने त? यो नम्बर 11लाई राम्रोसँग हेरौँ। यसले एउटा गोस्ट भिक्ट्री अर्थात् अदृश्य विजयलाई जनाउँछ। एकपटक कल्पना गरौँ त, धेरैजसो मानिसहरूले अफिस पुगेर चिया कफी खाँदै आफ्नो दिन बल्ल सुरु गर्दै हुन्छन्, तर हामीले बिहान 11 बजेभित्रै आफ्नो दिनकै सबैभन्दा गाह्रो र महत्त्वपूर्ण काम फत्ते गरिसक्यौँ। सुन्दै कति मजा आउँछ, होइन त? यो साँच्चीकै नै एउटा अद्भुत उपलब्धि हो।
यसले बाँकी रहेको पुरै दिनलाई प्रेसर फ्री बनाइदिन्छ अनि हामी साँच्चीकै उच्च स्तरको योगदानमा केन्द्रित हुन स्वतन्त्र हुन्छौं। त्यो अघि कुरा गरेको कर्पोरेट मजदुरबाट साँचो अर्थमा प्रभावकारी कार्यकारी बन्ने जादुई बिन्दु नै यही हो। अन्त्यमा एउटा निकै शक्तिशाली प्रश्न सोच्नको लागि, यदि आजै हामीले त्यो एउटा सानो तर गुणस्तरीय निर्णय लियौं र बिहानको समयलाई आफ्नो नियन्त्रणमा लियौं भने भोलि बिहान 11 बजे अघि हामी कुन चाहिँ त्यस्तो ठूलो र ऐतिहासिक काम फत्ते गर्न सक्नेछौं त? यो त्यस्तो प्रश्न हो जसले हामीलाई त्यो खोक्रो व्यस्तताको चक्रबाट बाहिर निकाल्छ र साँच्चीकै प्रभावकारी बन्न झकझकाउँछ। यो सम्पूर्ण विश्लेषणबाट लिने सबैभन्दा ठूलो सिकाइ यही नै हो। यसले हाम्रो दैनिक काम गर्ने तरिकालाई सधैँको लागि परिवर्तन गरिदिन सक्छ। सोच्नुहोला है त।